जय मसीह सबैजनालाई। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेको छु। अनि आज म तपाईँहरूको माझमा परमेश्वरले बोलाउनुभन्दा अगाडि नै उहाँले हामीलाई चिन्नु भएको छ भन्ने विषयमा तपाईँहरूको माझमा म बोल्न गइरहेको छु। भजन सङ्ग्रह 139 अध्यायको 1 देखि 6 पदमा हेऱ्यो भने भजन सङ्ग्रहको लेखकले हामीलाई यहाँनिर यो कुरा सिकाउँदछ कि परमेश्वरले चाहिँ तपाईँले मेरो विचार, तपाईँले मेरो भावना, तपाईँले मेरो उठाइ बसाइ चाहिँ सबै कुरा चाहिँ परमेश्वरको सामु चाहिँ स्पष्ट रहेको छ भन्ने कुरा चाहिँ भजन सङ्ग्रहको लेखकले तपाईँ र मलाई यहाँनिर सिकाउँदछ। हो प्रेमीजहरू, जसरी पवित्र धर्मशास्त्र बाइबलले भने जस्तै परमेश्वरले चाहिँ तपाईँ र मेरो सबै कुरा जान्नुहुन्छ। परमेश्वरको सामु तपाईँले कुनै पनि कुरा लुकाउन सक्नु हुँदैन र लुकाउन पनि हामी सक्दैनौँ, किनकि परमेश्वरले चाहिँ तपाईँ र मेरो हरेक कुराहरू चाहिँ जान्नुहुन्छ। त्यसैले त भजन सङ्ग्रह 139 को 3 पदमा यहाँनिर यसरी लेखेको छ, तपाईले मेरो बाहिरी जोवाई र मेरो सुताई स्पष्टसँग जान्नुहुन्छ र मेरा सबै आचरणहरूसँग तपाईँ परिचित हुनुहुन्छ। हेर्नुहोस् त, हामीले परमेश्वरसँग कुनै पनि कुरा लुकाउन सक्छौँ त? सक्दैनौँ नि। हामीले मान्छेसँग झुट बोल्न सक्छौँ है। तपाईँले तपाईँको मित्रसँग झुट बोल्न सक्नुहुन्छ, आमासँग झुट बोल्न सक्नुहुन्छ, बुवासँग झुट बोल्न सक्नुहुन्छ, तर हामीले कोसँग झुट बोल्न सक्दैनौँ? परमेश्वरसँग झुट बोल्न सक्दैनौँ। किनकि भजन सङ्ग्रह 139 को 3 पदले भन्छ, तपाईँले मेरो बाहिरी जुवाई र मेरो सुताई स्पष्ट जान्नुहुन्छ र सबै आचरणसँग तपाईँ स्पष्ट हुनुहुन्छ है। परमेश्वर स्पष्ट हुनुहुन्छ। तपाईँ कस्तो हुनुहुन्छ, तपाईँको हृदयको विचार कस्तो छ, तपाईँको विचारमा के तपाईँले कुरा खेलाउँदै हुनुहुन्छ, त्यो सबै कुरा चाहिँ परमेश्वरलाई थाहा भएको छ। अनि त्यसै कारणले गर्दाखेरि हामीले परमेश्वरलाई कुनै पनि कुरा लुकाउन सक्दैनौँ। अनि भजन सङ्ग्रह 139 को 13 पदले भन्छ, किनकि तपाईँ नै म भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु, किनकि तपाईँले नै म भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु भयो र तपाईँले मलाई मेरो आमाको गर्भमा रच्नु भयो। हेर्नुहोस् त, जब तपाईँ र म सिर्जना गर्दै गर्दाखेरि तपाईँ र मलाई रचना गर्नुहुने परमेश्वर पिता हुनुहुन्छ। अनि आमाको गर्भमा रच्नु सक्नुहुने परमेश्वर कस्तो अचम्मको कुरा। हेर्नुहोस् है, त्यही भएर चाहिँ नि परमेश्वरले तपाईँ र मलाई बोलाउँदै गर्दाखेरि तपाईँ र मलाई परमेश्वरले चिनिसक्नु भइसकेको थियो। तपाईँ र म अदृश्य रूपमा बन्दै गर्दाखेरि पनि परमेश्वरले तपाईँ र मलाई के भइसकेको थियो? चिनिसक्नु भइसकेको थियो। त्यही भएर चाहिँ हामीले परमेश्वरसँग कुनै पनि कुरा लुकाउन सक्दैनौँ। अनि परमेश्वरले तपाईँ र मलाई बनाउनुको उद्देश्य चाहिँ यो हो कि तपाईँ र मेरो जीवनद्वारा चाहिँ के हुनु पर्यो? परमप्रभुको महिमा हुनु पर्यो। आज परमेश्वरलाई चिनेर पनि के छ? मानिस परमेश्वरको बाटोदेखि फर्किरहेको छ। तर परमेश्वरले चाहिँ यो पापी संसारमा चाहिँ तपाईँ र मलाई चाहिँ उहाँको महिमा गर्न, उहाँको स्तुति गर्नको लागि चाहिँ यो धरतीमा चाहिँ परमप्रभुले पठाउनु भएको कुरा। अनि तपाईँ र मलाई चाहिँ आमाको गर्भमा हुँदाखेरि नै रच्नु भएको कुरा र उहाँले बोलाउनुभन्दा अगाडि नै तपाईँ र मलाई चिनिसक्नु भएको कुरा चाहिँ तपाईँ र मैले कहिले पनि भुल्नु हुँदैन। त्यसरी नै यशायाको पुस्तक 51 अध्यायमा हेऱ्यो भने यहाँनिर यसरी लेखेको छ, हे धार्मिकताको पछि लाग्ने र परमप्रभुलाई खोज्ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरूलाई कुदायो र जुन खानीबाट तिमीहरू निकाल्यो त्यसलाई हेर। तिमीहरूको पुर्खा अब्राहम र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहम एक मात्र थियो र मैले त्यसलाई आशिष दिएँ र त्यसलाई धेरै बनाएँ। हेर्नुहोस् है, जब तपाईँ र म परमेश्वरको आवाज सुन्छौँ र कुनै पनि कुरा वा कुनै पनि प्रश्न नगरिकन तपाईँ र म परमेश्वरको आवाजलाई पछ्याएर हिँड्छौँ, अवश्य तपाईँ र मलाई परमेश्वरले बोलाउँदै गर्दाखेरि तपाईँ र मलाई कतिवटा कुरामा गाह्रो होला। तर कुनै पनि कुरामा तपाईँ र म गनगन नगरिकन हामी अब्राहम जस्तै हामी अगाडि बढ्छौँ भने अवश्य आउने दिनमा परमेश्वरले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ के गर्नुहुन्छ? आशिष दिनुहुन्छ। कतिचोटि तपाईँ र म चाहिँ गनगन गर्छौँ, धेरै कुरामा गनगन गर्छौँ र परमेश्वरको कुरा भन्दा नि तपाईँ र म आफ्नो कुरालाई चाहिँ माथि राख्छौँ। र त्यो कुरा राख्दै गर्दाखेरि चाहिँ के हुन्छ भन्दै गर्दाखेरि परमेश्वरले जसरी अब्राहमलाई र सारालाई दिनुभएको आशिष चाहिँ तपाईँ र मेरो जीवनबाट चाहिँ खोसेर गइरहेको हुन्छ, त्यो कुरा चाहिँ तपाईँ र म बिर्सिरहेका हुन्छौँ। प्रेमित्र, त्यही भएर म फेरि पनि तपाईँहरूलाई भन्न चाहन्छु, परमेश्वरले हामीलाई बोलाउँदै गर्दाखेरि तपाईँ र मलाई चिनिसक्नु भइसकेको छ। तपाईँ र मेरो आचरण कस्तो छ भन्ने कुरा पनि परमेश्वरलाई थाहा हुन्छ। तर पनि परमेश्वरले किन तपाईँ र मलाई बोलाउनुहुन्छ र किन परमेश्वरले तपाईँ र मलाई प्रभुको सेवामा
जोड्नु भएको छ भन्दै गर्दाखेरि नि परमेश्वरलाई चाहिँ यो कुरा थाहा छ कि तपाईँ र मेरो जीवनबाट चाहिँ परमप्रभुको महिमा हुनु अति आवश्यकता छ। अनि त्यसरी नै हामी पवित्र धर्मशास्त्र बाइबल हिब्रूको पुस्तकमा हेरौँ। हिब्रूको पुस्तक 1 अध्यायको 1 र 2 पदमा हेरौँ त। 1 र 2 पदमा चाहिँ के छ भन्दै गर्दाखेरि प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै विभिन्न किसिमले परमेश्वर बोल्नुभयो है। प्राचीन कालमा चाहिँ त्यो समयमा जुन समय परमेश्वर चाहिँ कसरी काम गर्नुहुन्थ्यो भन्दै गर्दाखेरि नि हाम्रो अगमवक्ताहरूद्वारा कुनै पनि मेसेजहरू छोड्नु पर्यो भने अगमवक्ताद्वारा मानिसहरूको माझमा परमेश्वरले के गर्नुहुन्थ्यो? आफ्नो सन्देश प्रवाह गर्नुहुन्थ्यो। तर 2 पदमा यहाँ यसरी लेखेको छ, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो। उहाँद्वारा नै समस्त सृष्टि रचना गर्नुभयो। आखिरी दिनमा भन्नुको अर्थ चाहिँ अन्तिम दिनमा चाहिँ परमेश्वरले आफ्नो पुत्र प्रभु येशू ख्रीष्ट यो धरतीमा पठाउनु भयो। अनि प्रभुले चाहिँ के गर्नुभयो भन्दै गर्दाखेरि चाहिँ हाम्रो पापको खातिर चाहिँ उहाँ कल्भरी क्रुसमा मर्नुभयो र सबै कुराको उत्तराधिकारी चाहिँ प्रभु येशू हुनुहुन्छ। त्यही भएर चाहिँ जतिले प्रभुलाई विश्वास गरेको छ उनीहरू चाहिँ अन्तिम दिनमा चाहिँ के गर्नेछ? बाँच्नेछ। अनि त्यही भएर चाहिँ उहाँले हामीलाई बोलाउनु भन्दा अगाडि नै उहाँले हामीलाई चिनिसक्नु भइसकेको थियो। त्यही भएर चाहिँ प्रिय मित्रहरू, हाम्रो जीवनमा हामी धेरै समयसम्म कहिले पनि बाँच्न सक्दैनौँ। एक दिन तपाईँ र मैले यो पृथ्वी चाहिँ छोडेर जानै पर्छ। तर छोडेर जानुभन्दा अगाडि चाहिँ तपाईँ र मैले यो कुरा चाहिँ बुझ्नु आवश्यकता छ कि परमेश्वर चाहिँ तपाईँ मेरो लागि चाहिँ के गर्नुभयो? कल्भरी क्रुसमा मर्नुभयो है। संसारको कुनै पनि कुराले तपाईँलाई के गर्न सक्दैन? शान्ति दिन सक्दैन। संसारको कुनै पनि कुरामा तपाईँ क्षणिक रमाउन सक्नुहुन्छ, तर अनन्तताको लागि तपाईँ रमाउन सक्नुहुँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ परमेश्वरले तपाईँलाई बोलाउनु भइरहेको छ। परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ, तर तपाईँ चाहिँ आउनु आवश्यकता छ। प्रेम मित्रहरू, म एउटै कुरा भन्छु, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ र परमेश्वरले तपाईँको दुःखमा सहायता दिन चाहनुहुन्छ। तर कतिचोटि चाहिँ तपाईँ र मेरो आफ्नो व्यवहारको कारणले गर्दाखेरि हामी परमेश्वरबाट अलग भइरहेका छौँ। तपाईँ दुःखमा हुनुहुन्छ, तपाईँ अहिले निराशमा हुनुहुन्छ, चिन्तामा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्। परमेश्वरले तपाईँलाई बोलाउनु भएको छ र परमेश्वरले तपाईँलाई चिन्नु पनि हुन्छ। अनि एउटै कुरा म तपाईँहरूको माझमा भन्छु, परमप्रभु परमेश्वर सदा सर्वदाको एकनाथको परमेश्वर हुनुहुन्छ। मानिस मौसम जस्तो परिवर्तन हुन सक्छ, तर हाम्रो परमेश्वर चाहिँ मौसम जस्तो परिवर्तन हुँदैन। त्यही कारणले गर्दाखेरि परमेश्वरले चाहिँ नि तपाईँलाई आमाको गर्भमा हुँदा नै चिनिसक्नु भइसकेको छ। त्यही कारणले गर्दाखेरि त्यही कारणले चाहिँ आउनुहोस् प्रभुको राज्यमा, तपाईँको जीवनमा परमेश्वरले समृद्धि र आशिष दिनुहुन्छ। हस्त छोटो परमेश्वरको वचनलाई यहाँ राख्दै तपाईँहरूको माझबाट बिदा हुन्छु। जय मसीह।